यता हाम्रो फोटो सेसन हुँदैछ कडा पोज दिन्छ हाम्रो कोपाले केटा बिहा चाहिँ गर्नुपर्ने रहेछ है होइन बिहा चाहिँ गर्नुपर्ने फोटो खिच्नु पनि स्कुलमा गएछ मसिज गराएर गुफा पोखरी यो चाहिँ हाम्रो हजुर हजुर बर डिमान्ड बढ्यो यार मेरो कसम अब चाहिँ भाउ बढाउने बेला हो माटोमा यसमा यसमा पनि भिडियो गर्दै गर्नु त भिडियो अन छ फोन तपाईँको खिच्दिनु म खिचिदिन्छु ल के खोज्छ तपाईँ खिच्नु होइन भयो खिचिहाल्यो ग्रुपमा खिच्यो गयो लगभग पुरै चाहिँ भ्रमण गरिसक्यौँ होइन अब चाहिँ गुफा पोखरी चाहिँ हाम्रो साथीहरूलाई चाहिँ सबै भ्रमण गरिसकेपछि चाहिँ अब अझै पनि साथीहरू चाहिँ अलिक चित्त बुझाइरहेको छैन परतिर हाम्रो जुन चाहिँ मामा बुहारी चाहिँ यतिखेरको समय पनि फोटो खिच्दै हुनुहुन्छ अब लेडिजलाई अलिकति ज्यादा फोटो चाहिन्छ नि त त्यो थाहा भएकै कुरो हो होइन अनि अब हाम्रो चाहिँ अब लगभग फिनिस भइसकेको छ होइन अनि अब हाम्रो यहाँ भिडियो चाहिँ जारी छ अनि अब हाम्रो इन्डिङ कार्यक्रम रहनु लागेको छ अब चाहिँ हामी गुफा पोखरीबाट चाहिँ रिटर्न ब्याक भएर चाहिँ यहाँ हाम्रो साथीले चाहिँ सूचना लिएर आइसक्नु भएको छ के भन्छ खाजा चाहिँ अलरेडी पाकिसक्यो भनेर अब चाहिँ हामी खाजाको लागि चाहिँ जान्छौँ छाला पिलित भइसक्यो गुफा पोखरी चाहिँ यही हो होइन अब गुफा पोखरीको हल्का यो के भन्छ गुफा पोखरीको यो सिन चाहिँ म फेरि पनि एकपल्ट सरर मिसिनमा घुमाएर चाहिँ देखाइहाल्छु होइन यो चाहिँ रहेको छ गुफा पोखरीको यो ठ्याक्कै प्रवेश गर्दै भित्र चाहिँ यहाँ सानो मन्दिर रहेको छ अनि यहाँ मन्दिर पूजापाठ गर्ने ठक्क यहाँ छ यता पोखरीमा झुन्डाइदिइराख्नु न एक ठाउँ यो रहेछ अनि यो चाहिँ प्रवेशद्वार अनि यहाँ पनि रह्यो मन्दिर अनि साइड यो तरिकाले चाहिँ होइन डाँडा काँडा चाहिँ यो डाँडामा चाहिँ बिचमा चाहिँ पोखरी रहेको छ अनि यो पोखरी यस्तो छ है अनि यहाँ हामी अब अझै हाम्रो साथीहरू फोटो सेसनमा हुनुहुन्छ अनि हाम्रो साथीले चाहिँ यहाँ हाम्रो झाँक्रीले ल्याउनु भएको यो चाहिँ होइन पुरा मन्साउँदै हुनुहुन्छ अक्षताजी होइन हजुर किन आश गरून् लानु
देखि राम्रो हेरिरहेको सबैले थरी थरी चौरीको दुध त ल्याउनु भएन होला ल लाऊ मान्छिन हुन्छ दाइ दिदी हस् थ्याङ्क यू अब चाहिँ हामी लाग्यौँ धरानतिर गुफा पोखरी यही हो देखिएको तपाईँले सक्नुहुन्छ अनि यहाँनिर इन्डियाबाट पनि दुई तिनवटा धाराहरू आइसकेको छ बाटो त्यस्तो छ अप्ठ्यारो होइन तर पनि अप्ठ्यारो भए तापनि यहाँ ओ चौरी गाई चौरीसँग फोटो खिच्दै भनेको होइन ए माटो यहाँ चाहिँ यसरी होइन चौरी चौरी उतै याक चाहिँ उतै हो बसिरहेछ हेर्नु सक्नुहुन्छ चौरी अनि याक त्यो बसेको चाहिँ याक हो है त्यो चाहिँ त्यो त्यसको छेउमा त नजाऊ हान्छ है फेरि ओ त्यही हो रेडी हुनलाई ओ सिङ हलाउँदैछ उहाँ हिजो लड्नु भएको हाम्रो साथी चाहिँ आइसक्नु भयो होइन उहाँ चाहिँ यहीँ लड्नु भएको थियो यही ठाउँमा होइन अनि अब त्यो बाइकको स्थिति के छ म तपाईँहरूलाई यहाँ रोकाएर देखाउँछु ल ठ्याक्क आइपुग्यो उहाँ अगाडिको चाहिँ हुनुहुन्छ पछाडिको होइन अगाडिको सर यता यता आउनुहोस् यता हो यहाँ रोक्नुहोस् उहाँको हेर्नुहोस् एडभेन्चर भनेको यस्तो हो क्या एडभेन्चर भनेको चाहिँ यस्तो हो यस्तो होइन यी यहाँ हेर्नुहोस् टेक्नै ठाउँ छैन यहाँ हेर्नु यस्तो भएको त यो होइन यस्तो भएको छ उहाँ हो होइन दबिन युट्युबर भ्लगर लड्नु भएको त्यही ठाउँ हो होइन फिलिङ साएर होइन यता अनि यता चाहिँ चाहिने होइन आज हिजो यो चस्मा लाउनु नपाएर चाहिँ केटो गोत्था परेर चाहिँ आज त यो लगाएपछि त मुसु हाँसेको आएको छ नि होइन मारेको छ यो चस्माले हो अनि हाम्रो दबिन भ्लग चाहिँ यहाँ लड्नु भएको होइन यहाँ अझै चोट होला यहाँ अझै छ जस्तो छ है हाम्रो सर चाहिँ यहीँ लड्नु भएको है लडेको ठाउँ चाहिँ हो होइन यहीँ हो यहीँबाट लडेर प्लित्त लडेर कसरी लड्नु भएको भन्ने एक्सन पनि यस्तो टाइपको है अब हो यसरी लड्नु भएको थियौँ होइन आज हामी अब फेरि फर्किँदैछौँ जस एडभेन्चर भनेको एडभेन्चर हो नि त होइन माटु कस्तो जे भए पनि हामी त्यस्तो सानोतिनो दुःखले हामी त्यो के अरे हामी त्यस्तो सिन हेर्नु होइन त्यस्तो ब्युटिफुल सिन हेर्नु हामी पछि पर्दैनौँ नि होइन टाउको दुख्दा पनि हामी पर्दैनौँ होइन प्रत्यै लड्यो नि होइन उहाँ चाहिँ ऊ खुट्टा नटेकी कुदाइराख्नु भएको छ है ऊ हेर्नु सक्नुहुन्छ है आजको त गुफा पोखरीको सिन हेरेर होइन
हो नि त है अब अलिकति मलाई भनेको अलिकति त्यो हिजो डोजरले खने ठाउँमा छ कि नभए त अरू त ठिक छ ठिक छ त्यहाँ पनि गइन्छ नो वरिज गाइज है यस्तै छ अब हामी चाहिँ नै होइन यस्तो दामी छ नेपालको कन्टेस्टहरू हेर्न क्या मजाको छ क्या अब तपाईँहरू आउनु होला है एकचोटि यतातिर नआइकन त के मर्नु हो बेकाममा यार हामी अझै 2-4वटा ठाउँ जानै छ अनि मनाङ नपुगिकन मुस्ताङ नपुगिकन रारा नपुगिकन होइन त्यो मऱ्यो भने चाहिँ सायद स्वर्ग पुग्नु पनि गाह्रो छ गाइज है अनि त्यस कारणले अब हाम्रो लक्ष्य भनेको त्यता पनि हो के कसो गाइज हामी कहाँ आइपुग्यौँ चेकपोस्ट मूल खर्क भन्नेमा आइपुग्यौँ यो पनि दामी ठाउँ रहेछ तलतिर हो हामी यतै हो यहाँ चाहिँ त्यो रमाइलो ठाउँ रहेछ भनौँ न दृश्य चाहिँ एकदम बबाल के सौन्दर्य दृश्य यहाँको भौगोलिक बनावट होइन अनि यहाँको वस्तुहरू चढ्दै गरेको गाई गोरुहरू चढ्दै गरेको बाछा चढ्दैछ होइन फिलिङ चाहिँ अर्कै हुन्छ कि यहाँ भागो गोरु आमा एउटा गोरु छ अर्को गोरु भाग्यो ल यो चाहिँ टाइम 30 सेकेन्ड जस्तो 30 सेकेन्ड हो नि 10 सेकेन्ड हो 12 सेकेन्ड
बसौँ ल हस् अरे के हो केटाहरू कति छिटो कुरा यार छोडिदेऊ कति छिटो कुदाइ अक्सिनु भएको साथीहरू यार कति के साह्रो जाडो आम्मामा पुरा से यहाँ हेर्नु टी गार्डन हेर्नु हेर्नु त
त के हो पुरा च्याङ 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 भन्दैछ त कुकुरले चाहिँ फेरि होइन कुकुरले चाहिँ गर्मीमा चाहिँ पुरा टोपी लगायो अहिले पानी पर्दा चाहिँ हेर कुकुरको हो कि तिम्रो हो के अरे माटोको हो कि तिम्रो हो त